हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। अनि सबैजना सन्चै हुनुहुन्छ होला। आजको मेरो न्यू भिडियोमा हजुरहरू सबैलाई स्वागत छ। पाक्दैछ इलामबाट भाइले चाहिँ उस यो कस्तो छोक्रा छोक्रा देख्यो नि त, भाइले डाइरेक्ट इलामबाट किनेर लिएर आएको हो कि, त्यही भएर यो चियापत्ती चाहिँ कलरै आउँदो रहेछ त्यसमा त। के तर्को चियापत्ती हो? मैले यति भुकभुको माल्दा नि यो चियामा कलरै आएन त यार। मलाई यस्तो सेट मनै पर्दैन के। इलाम त भाइले चियापत्ती ल्याएको र मिठै छैन। यहाँ फेरि यो च्यात देखाएको मेरो, अनि घरमा त लगाइदिउँ भनेर लगाइदिएको के गाइस मैले। फेरि यस्तो मुखैभरि दादी, यस्तो मुखै नधो यस्तो कि यो दादाहरू जस्तो मुख त धोएको हो नि त मैले यस्तो। अनि यस्तो सुरी बेबी नगर ओइ ओइ टरे हान्छस् फेरि पिटाइ। अनि यहाँ यस्तो चिया यहाँ छ गाइजहरू। कपडा यता सुक्दैछ यस्तो छ मेरो म्याउ। छोपे किम के रे भाइको पोको गालीहरुला आफैले दिने भने ल गाइज। हामीले भाइको पोको हेर्दै हामी खाएर हिजो यही देखाएको रहेछ क्या, खाएर सक्यो भनेर। कतिको हो यो? के हो मम्मी? मिठाई होला है यो त। आमा ललिपप अरे मम्मी, यस्तो ललिपप यो के ललिपप हो? प्याकेटै खोले छैन। ए रातो रहेछ नि, म त पिङ्क कलरको देखाएको थियो कि मम्मीलाई यस्तो जानेको। फेरि सुनिस् यो भाजा एउटा हाकिम कि मैले यो पनि यो फेरि यो किनि ललिपप खुवाबाट बनेको 120 रुपियाँ अरे भाइ। कस्तो मिठो मिठो होला मम्मी यो त। खुवा अरे खुवा। फेरि यो पनि खुवा र चिनीबाट बनेको रहेछ। यो चुरा चाहिँ भयो होइन, राम्रो हुने रहेछ, राम्रो रहेछ बुझौ। यत्रो झोला ल्याएर चाहिँ खै यति हो मम्मी। यो लिएर आएको मम्मी। अनि अर्को नि देखाएको थियो नि डल्लो, गोलो गोलो थियो। अनि बेकार माग्ने मान्छे आयो भने त दिन सक्दिनँ नि भाइ। यो चाहिँ जहाँ गए पनि भाइले छुटाउँदा यो छुर्पी कलरै कस्तो है मम्मी? यो त रातोवाला के कति ठुला हुन्। मैले ल्याउँथिनँ होला अलिअलि साथीहरूसँग मिल्दैन भने चाहिँ ल्याउँथिनँ। यो फेरि बैसन भन्ने के रहेछ है? खुवा अनि घिउ र 10% चिनीबाट बनेको यो 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 तिमीले खाक्यौ? कति मिठो गुद पाक जस्तो के अरे कुरा पनि यस्तो। ए आमा यो त कति, यो 120 को मात्र यत्रो धेरै आएको त। अनि उहाँ कति मिठो जस्तो है यो चाहिँ। अब भाइ नआइ खाने कुरा भन। यो चाहिँ भाइ 1 2 3 4 5 6 7 8 9 10 11वटा भने चाहिँ माथि 11 कति हुन्छ मलाई थाहा छैन। 56 मिष्ठान्न भण्डार अरे र मेरो नेपाली फिक्कल अरे। अनि पेडा अरे के हो? प्याकेजिङ मितिबाट 2 महिनासम्म 100 रुपियाँको रहेछ। कति मिठो हो भाइ हो। यो ब्लग चाहिँ म खानेकुरा सकेँ। यस्तो राम्रो ललिपप लिएर आहा। यो पनि ललिपप हो। यो चाहिँ ग्रिन सिटी इलामबाट ल्याएर चाहिँ यो पनि मम्मी। यो त कहाँबाट ल्याएर चाहिँ कुनै? अब म यो हेर्दैछु। थ्याङ्क यू रे, कति राम्रो क्युट छ क्या यो प्लास्टिक। फेरि एकदमै क्युट लाग्यो है मलाई। कति राम्रो। हिजो मलाई बैले फोटो पठाएको थियो क्यारेको भन न। हिजो कि मलाई यो देखायो है, अनि यो पुरै देखायो। अनि फेरि यो भाँडाको कता राखेछ कुनै, अनि खोल मात्र पठान्छ के रे सकियो भनेर। आमा कमिला लाग्छ यहाँ त। कति मिठो हो भाइ। ए आमा त नआइ खान मिलेन।
यो हैन पछि क्या चाख्छु यार मनले मानेन यति चाख्छु ल हेर है अब मेरो भ्लग हेरिस् भने मलाई धेरै चाहियो हैन कति नै खानेकुरा भन गाइजरी यो चाहिँ बुद्ध पारो उद्योग अरे यो चाहिँ मिठो तितौरा रहेछ है पैसा कति रहेछ भने 30 रुपैयाँ परेको रहेछ पोखरा नि त्यही त हो यो 30 रुपैयाँको यो माडा फेरि यो पनि 40 रुपैयाँको यो माडा यो चाहिँ उसको होला पुनरे यो आँपको अनि त्यस्तैको हो अनि यता चाहिँ चुराई अनि यो चाहिँ लप्सीको माडा रहेछ यो यसलाई कति परेर छ भने यसको प्राइस छैन यहाँ यो कहाँबाट ल्याएर छ भने काभ्रेमा बनेर छ अनि यहाँ पनि है फेरि एउटा हिजै सकेर छ अनि यो ल्या यो चाहिँ यो पनि त्यही हो लप्सीकै हो यो सेतोवाला हो एउटा खाएँ ल नरिसाउ ल ब्लग हेर ल यति एउटा पनि आधा खान्छु क्या म थाहा पाउँछ कि कति हाम्बाल त आधा यहीँ छोडिदिएँ ल यति मिठो हो नि यति मिठो फकाम्ने आज भाइलाई मैले डर फकाम्छु चाहिँ मैले चाहिँ खाइन देख्नुभयो होला हजुरहरूले नि होइन के अरे त्यसले भएका भए के गर्थ्यो भने खान्थ्यो कि त्यसले भएका राख्थेन कस्तो हो हाम्रो भाइ कस्तो हो अनि हामीले खायो भने चाहिँ धुमधाम गर्छ हुन त फेरि त्यसले मन आइकन नखोल्नु भनेर चाहिँ त्यही भएर नि अनि हिजो माडाको फोटो पठाएको थियो अनि त्यसपछि त्यही भएर म आज आकिम के अनि शनिबार गएकी मान्छे मङ्गलबार आउन नहुने रहेछ कहाँ बहिनी राख्ने मम्मीहरूले फेरि बाँड्छन् यो त सिथरै गयो त भाइ मलाई फेरि यो धोतिनीहरूले लाउने यस्तो फिल भएको के तर राम्रो हो कि यो रियलमा झन् राम्रो हो एकदमै राम्रो हो मम्मीले यस्तो चुरा नि ल्याइदिँदो रहेछ कि दङ पऱ्यो म त हजुर मैले लगाइदिएँ ल बिहे त भएन चुरा लाउनु त बिहे हुन पर्दैन ल सिन्दुर लाउनु मात्र हो बिहा हुने मेरो हातमा पस्दो रहेछ मम्मीको चाहिँ गाह्रो हुँदो रहेछ क्या हो मम्मीले गाह्रो भयो भन्नु त्यो सितरै त झ्याउ लाग्छ कि राम्रो हो कि फेरि यो यहाँ कस्तो नराम्रो देख्यो नि त यो कति राम्रो हो कि यहाँ यस्तो जानेको यार केटाले दुईवटा लाउने अनि दुईवटा पछाडि लाउने अरे कति राम्रो ल्याइदिएर छ केटाले अड्छ दिने दिन्छ क्या हाँसी क्या नि गाइज हामी अब खाँदैछौँ स्याउ धान यस्तो यो गरौँ नि आमा यो पुरै गरौँमा धानै होइन यस्तो छि बिजोग बालै होइन केही मुसाले खाएर अनि यत्रो रुख्छ नि त अनि ओसेक भएर होला क्या सायद फाइनली क्या चाहिँ मैले सकेँ यत्रो गरौँ के वहाँसम्मको गएर काट्दा धान यति भयो कि यस्तो छ गाइज भाइले चाहिँ यस्तो चियापत्ती लिएर आएर चाहिँ विपन्ना प्याकेजिङ टी हाउस फिक्कल अरे अनि इलाम नेपाल पशुपति स्ट्यान्ड फोन नम्बर दुधमा पिउने चिया अरे ए 700 ग्रामको रहेछ अनि यति धेरै चियापत्ती हाल्न पर्दो रहेछ नि यस्तो खालको चियापत्ती हेर्नु न
त्यो यो देउरीमा चिया कतिचोटि पाएको भने बिहान मैले आएर खाएँ, मम्मीले आएर खानुभयो, फेरि बिहानै पाएको, अनि फेरि बाबाले खानुभयो होला, 4 चोटि बिहानै भयो। अहिले फेरि माथि आन्टीहरूलाई 1 चोटि 4-5 चोटि, अनि अहिले फेरि हामीलाई आएर 6 चोटि, अब भाइ हामी चाहिँ 7 चोटि, फेरि बेलुका खाना पर्छ 8 चोटि, 10 चोटि नै बाँच्छ चाहिँ हाम्रो घर। चियापत्ती यो इलामको फेरि कस्तो टेस्टै नमिठो हुँदो रहेछ कि है, कस्तो होला। अब यो बिस्कुट खाने हो है, अब मेरीगोल्ड खाने हो, मेरीगोल्ड। यो भाँडाभरि घिउ छ गाइज, देखाउन हुन्न, आँखा लाग्छ है। हाम्रो घर आउने मान्छेले कति पैँचे दिए जस्तो र चिया पकाउँछ भन्छन् के, अनि गाली हार्छन्। यो फेरि भुक भुक नउमालेछ यो चियाले, कलरै दिन्न यस्तो छ नि। अब यसलाई 5 मिनट मैले यसरी पकाएँ भने त्यो कलर आउँछ गाइजहरू। यो निधार यस्तो अवस्था यसलाई मुसो खुवाउनु पर्यो क्या, भर्खरै बच्चाहरू हेर न यस्तो निधार भुस यस्तोले मुसो हान्छ। भर्खरै जन्मेको यो कति माया लाग्दा है, आँखै उम्र होइन नि त्यसको त, आँखै उम्र होइन नि त, हेर्नु बेबी बिचरा कान, पापीले यस्तो अरे यो त अरे दक्रो यो खोइ खानु पर्दैन अझै पनि, यस्तो बच्चिरोलाई अझै पनि खेलाउँदै बस्यो यसले मार्दैन अट्टे उता ल। फेरि यो काट्छु अनि यसको अचार बनाउने हो। अनि धनियाँ छ, त्यहाँ छ, यस्तो अँधेरो भइसक्यो गाइजहरू। यहाँ चाहिँ उस छ के कोदो हो। हाम्रो भाइ अघि नै के भएको भन्न, त्यो बाख्राले टोइलेटको ढोका बजाएको भाइ हानेर हामी फेरि हेरेर बसेका। बाबाको घडी लगाइदियो कि तैँले गाइजहरू। हिजो ल्याएको खानेकुरा सबै सकेछ, अब त्यसले फोटो पठाएको खाने भनेर आएँ म। भयभरको माडा सकेपछि कति सयको माडा सकेछ नि पेट दुख्दैन बाइक गएर न बाइक हजुर कति खर खाइन अरे नि हेर्दै बेचेर मैले यहाँ काट्दैछु। बिहान जिन्दगी तरकारी नखाइ जाने मान्छे हो, यसरी पढ्नुपर्छ, सङ्घर्ष गरेर पढ्नुपर्छ। बासी भात खाएर जान्छन्, दिदीलाई रुवाई पठाकिन् बजार, त्यही भएर जुत्ता त भएर रहन्छ। अब यस्तो भएछ कि हामीले छिटो छिटो किन्दा रातो म्याच चढ्दो रहन्छ जुत्ता, मलाई मनै परेको थिएन। अनि त्यो तलको पनि चुजवाला यस्तै ठिक हुँदो रहेछ, चुजवाला मन पर्यो, राम्रो स्कुलको लोगो राम्रो हुँदो रहेछ। पछाडि फड्के त कपाल के काटेको यस्तो यति काटेर 150 फालोकै त्यो अगाडिको भाइ भरमर गएर आएको भ्लग भन अरे। अब गाइजमा बनाउँदैछु ल, देखा भाइले पोको लिएर आए गाइजहरू, अब बल्ल हेर्ने हो गाइजहरू। पोहोरको भिडियो बनाएर भाइले अहिले टिकटक 500 रुपियाँको नोट देखेँ मैले। अब मैले दिएको 100 अनि के भयो यहाँ भ्लग छ यहीँ पछि राखेर गएको टुर गएको सिहरी लगाएको कति तलाको टलक्क टल्के त छुट्टेला न ज्योति भन्नु भने। अनि कहाँ गइस के भयो एउटा कथा भन्न, त्यो जनकपुर धामको कथा भन् त। यहाँ हेरौँ न, जनकपुर त एकदम फोर रहेछ है। मम्मीलाई पनि देखा छैन अरे भाइले गाइजहरू। 7 बजेर 7 मिनट गयो, ए म्यासेज आउला अरे हरि हरि ल ल ल बाबा आउनु बाहिर हेर्न ल हेरौँ है। ल गाइज हामी चाहिँ आज भाइले काँडाहरू इलाम अनि जनकपुरबाट लिएर आएको, टुरबाट लिएर आएको। जहाँबाट चियापत्ती ल्याएर गाई बाबा उता चिया खाँदै हुनुहुन्छ त, मम्मी हेर्दै त्यतै देखा, त्यतै उतै देखा न, उतै यो यता राखेर मोडा यता राख्न। मेरो मोबाइलले चार्ज सक्यो भने पहिला चुला रहेछ एउटा पोको खै हामी एउटा बाला ल्याइदिन तर हेर न यस्तो घात सिक्रेट टलक्क टल्के है। कति तलाको 1 लाखको बाबा यता चिया खाँदै यता मम्मी हेर्दै। मम्मी ढलिहाल्यो, मम्मीलाई चुरा भसी उहाँ पुइन भके ललिपप
ललिपप कस्तो खाले ललिपप हो यो है यो खतरा खाले अनि दुईटा ल्याएको छ तैँले फेरि हेरिसकिदिएछ अघि नै हेर्नु होइन ए फोटोमा हेरेको नि अचम्म हिजो देखाइदिन यो चाहिँ ललिपप यो पनि ललिपप रहेछ के कस्तो खाले ललिपप हेर्न कागज काम लाग्छ है त्यो एयरपोर्ट सेयरपोर्ट राख्न हामी खोलेर पनि हेर्दै छौँ गाइजहरू ए यस्तो रहेछ आफैले खाए सुरुमा त्यस्तो नआर्न त्यस्तो आर्ने के फेरि जे पाइँदैन बोल त खै कस्तो सबै त गुत्ताक जस्तो छ के मिठो यो यहाँ दोकानमा पाइने यस्तो होइन छुर्पी गिलो गिलो छैन साह्रो भयो अहिले यो त कुराम्ने यस्तो है ए चियामा डुबाएको थुप्री हो रे अबि कस्तो चियामा डुबाएको छुर्पी चियामा डुबाउनु भाइ यो त्यो पनि त्यस्तै हुन्छ अनि चियाहरूको खालको रोज मैले जस्तो त्यो के अरे यो त मिठो छ जस्तो हेर्न यसको कागज हेर्नु यो हेर्दा मिठो हो त्यो कागज पढ्दा यो भनेको ग्रिन सिटी बम्बईसन बेसन खुवा घिउ र 10% चिनीबाट बनेको खुवा चाहिँ 90% भनेपछि मिठो छ खुवा 90% कहाँ लेख 10% मात्र खान्छ घिउ होइन चिनी कलम रहेछ यो लेख्ने खाने मात्रै रहेछ यस्तो के रहेछ ल बच्चा यो त बालाई यति हो ल गुलियो है यो गुलियो होइन त्यस्तो होइन के असर पार्ने गुलियो होइन अहिले यहाँ चाख्ने हो क्या ओहो गाइजहरूले यहाँ यति पर मेरो भागा यति मेरो भागा अलि देखाउने दुई हातले खा गाइजहरू यस्तो जानेको सबै कुरा कुत्ता त ओहो यो फेरि कति धेरै मिष्टान पेडा नि हो फिक्कल कलम किनेर यो पेडा हान्ने यस्तो रहेछ है होइन पेडा होइन क्या लेखेछ त्यहाँ पेडा हानेर ऊ पेडा पेडा यो पनि पेडै रहेछ है कुन हो र अर्को पेडा होइन एक उन्टा दिए नि हुन्छ है त्यो बिग्रिन्छ आफ्ना घरकालाई अरूलाई दिने होइन चाख्नु न ल फट्कै यो चाहिँ गुल्ली खाएको क्या यो रहेछ क्या हो कि गुल्ली खाएको दुधो देखाएन क्या मम्मी पनि कस्तो दिएर खाने मासु होला यो रहेछ गुलियो यस्तो छ यसको गुलियो रहेछ अलि गुलियोवाला यो अलि मिठो होइन यस्तो है अनि ओसिन्छ यो यिनीहरू भन्दा त मलाई यही मन पर्यो यो मलाई पनि त्यसपछि ल हेरौँ है यो ललिपप नै खुवाइस् तैँले अहिले ललिपपै अघि खाएको यो कागजको त्यही त हो के अचम्मको है अलि बस्नु ल यसलाई यता देखाइ ल माद है यसले फालेको यहाँ यो कागज मात्र एक्लै खाएको है यही पनि एक्लै खाएको है यस्तो माडा त घरै पाइन्थेन अब दोकान यहीँ पुखाएर ल्याउने है बरु यस्तो यस्तो यो कति पर्छ यहाँ कति यसलाई कति पर्छ भने 30 रुपियाँ यहाँ अहिले 40 रहेछ अनि तैँले कति ल्याइस् त नि दुईटा 100 रुपियाँको दुईटा पाइने हो अनि 20 रुपियाँ रहने के हो यो 100 को 3टा पाइएको त्यस्तो पाइन्छ माडा माडा बक्ने बस खानु कहाँ खाइस् त नि बासा यो पनि ल बमटा हुन्छ नि यस्तो बमटा लाग्छ भने यतिको मान्छे यो माडा यही खाना कहाँ के माडा ल यो पनि माडै रहेछ यो के को माडा हो यो पनि माडे हो यो यो लप्सीको यो लप्सीको गाइजहरू यो चाहिँ आँपको यो पनि यो चाहिँ उसको कटरको कटर होइन लप्सीको के त भित्र यसो खा भित्र के त चाहिँ लप्सीको ल ल ल्यायो यति हो अब यहाँ खान्छ अर्को चिज फेरि चाहिँ बेदा हालेर बिनारी है पहिला पहिला खाइरहेको थियो अरे यो पेडा हान्ने त्यही भएर यसले सुनेर ल्याएको बाबालाई थाहा थियो पेडा हान्ने बाले थाहा थियो बाउ बाजेको के हो र त हानेको ल आए खाइसक्यो के हो त हानेको गाइजहरू यहाँ फेरि अर्को मिठो खानेकुरा देखियो है बाला देला एउटा एक उन्टा देन एकमा देला यो बिग्रिन्छ
निन्द्रा नलाम्ने हुन्न अब झन् एक गुलियोले निन्द्रा लाम्छ छिटो ल यो त मिठो हाले जस्तो ह दुधबाट बनेको घिउबाट बनेको हामीले त खाए खान्थेन तपाईँ आगो गरिदिनु भयो त पुरा देखा कान्छी 12 हुन्छ 6 टा छवटा हुन्छ कि 12वटा अर्दैन 12वटा ए 10 टा हुन्छ 1 2 3 4 5 6 अहिले खाएको ल त्योसँग आधा थियो त्यो पनि 7 अनि यहाँ अटो त 12वटा 10 टा थियो के गाइस कतिवटा खाइस् त ताले 6 भने 7 8 9 10 अस्ति मम्मीले मैले एउटा खाएको 7 8 9 10 भनेको यहाँ 6 टा खाने 1 2 3 4 5 6 मैले दुई बाबालाई नदी नदी हाका रच्छन् कस्तो गर्दा कस्तो यो भेजा भगाइजहरू यहाँ मम्मीले भाइले ल भन्दै गान दुईजनाले हाका आन्टी अवसर बाबालाई नसम्झेका आज मलाई लिएर आएको बा यहाँ घोग्रा कति सुत्नु सुते पनि बाबाको भाग भोलि त्यो दिन त म 2 बजे मोबाइल यो हेरेको चाहिँ 4 बजे उठेको यो चाहिँ बिग्रिन्छ यो खाइहाल्नु पर्छ पुछेर लिएन बाउ के ल्याएछ भन्दा त्यहाँ हेरेर बस्नु गाइजहरू, यसको नाम हेरौँ न। पछि बल्ल दिएको स्वीट छ अरे हैन त कहाँ दिन्छ र त्यो जेल बाला एकै नाखा सबैलाई बाँड ए यही कान्छीले लिएको मलाई ल्या धेरै पिसा भन्दा महँगो महँगो भए पनि खान पर्यो नि अनि थुल्पी अरू मलाई चाहिएन मैले ल बाबाको यो यस्तो रहेछ अब यो यस्तो रहेछ हैन के थाहा मलाई यो डिलिसियस डिलिसियस तैँले भनेको मैले सुनेको होइन अलि पैसा दिएका राम्रो त अब हुन्छ भन्दा यहाँ भाग भन्दा लाम भाग भन्दा है ल गर्ने तैँले भन्ने होइन म मान्दिन म रोज्दिन म भाग होइन जसले माडो उसले गर्ने हो ल ल भाग भन्दा हैन खोइ त छुर्पी त कस्तो रे यहाँ तैँले भन्ने आजकल रोड्ने टोकेकोस् जसले माडो उसले रोड्न पाइएन त्यो मैले ल्याउने म ए त्यस्तो टोकिँदो रहेछ यो त लबाले बाँध्ने बेला ओसिनी भयो बाबु मिठो रहन्छ यो क्या छुर्पी त्यस्तो हुन्न राख टोक्यो लबाले चाहिँ बाँध्ने यो बिरानी भयो होइन बाबालाई देऊ अनि खाऊँ न अहिले आज मजाले ल भित्र हो मम पनि और बनायो हो र मजाले खाऊँ यो खाने बाबु गरमले होइन बाँडेर खाऊँ यो मिठो मिठो खानेकुरा खाऊँ माडा साडा तिमीलाई हालेर खान्छ होला नि ल्याइरो अनि भन्छ त तिमीलाई बाँड्नै भएर न ल भाइ भाइलाई मम्मीलाई भन्छ होला खा खा खाएका फेरि घार के सन्छ भने यो राम्रो हो बाबा यो गुडबाको गएको गुडबाको अनि यसलाई त 2000 पर्छ हो 2000 मा ल्याएको 2000 मको बारे के हजुरका छोरछोरले कलर त्यो ठुलो लेमालाई गाईधर अब यो खाइन्छ आज हामीले भात खानु परेन भात पक्कै पासो भयो यो खदा जाबी मिठो हुन्न उस भयो मत मत छोरा हालेको बरु तिमी मिठो रहन्छ पदेको र त जति भयो नि खान नसके त्यसरी क्यान्डिडेट छ भात खाने बेला खाने हो के बाल ढिलो खानुहुन्छ गेडो क्या गेडो गेडोले यो एउटा गेडो दिएको यसमा माडा हो त माडा हो त्यो त गेडो सकेर दिने हो नि सुरे सकिँदा निदान लाम्दा त्यसले एउटा निदा त्यति नेल्सा लाग्छ तिम्रो छोराले आज जति खाइयो भोलि पाइएन भोलि त दिँदैन नि यसले गाईधर हामीले यो सकेपछि बल्ल भिडियोहाल्छौँ किनभने हामी बाँड्न सक्दैन मैले अघि नै भनेको छु क्या त्यही हो क्या होइन खानुहुन्छ बा खानु एउटा दिएर बाबालाई बाबाको भाग्दै राख्नुहुन्छ दुईटा बाबाको भाग्दै राख्नुहुन्छ सीतालाई दुईटा भाग अनि सीता भेनाजुलाई खै एउटा राखेको त ल सीता भिनाजुलाई एउटा भयो हुन्छ दुईटा त राख्नुपर्छ एउटा राख्नु पर्यो खै एउटा भयो त्यसलाई लिएर आयो एउटा राखिदिए दिनलाई फेरि यताउता नहर्किन कति रुपियाँ पर्छ गाईजहरू यो मेसेज कमेन्ट बक्स हालिदिनु 100 रुपैयाँ रे यसले 100 रुपैयाँ यसको नाम पेडा भन्छ कतिवटा खाना है यहाँ 10 वटा थियो आधा केजी 10 वटा पिँडा कति थियो आधा केजीको आधा केजीको यो चिन्दिनँ म कभरै चिन्छ यो यसलाई कति पर्छ ल गाईजहरू भन्दिनँ गरीबमा पकाएको यसलाई टन्नै पर्छ त्यस्तै टन्नै पर्छ आमाले हो क्या कति पर्छ अहिले जे पनि भन्ने नि नखाएको अनि पैसा धोरै लज अनि त्यो के भनेको त नि त्यस्तो होइन यसले लडाउँछ टन्नै दिएर गएको आफ्नो आफ्नो भागा यति पर गाईजहरू 1 कुन्टा पर ल हेर्नुस् गाइस मेरै भागा तैँले पहिला कति 3टा खाइसकेर
त तैँले यस्तो पर 1 घन्टा भएर आज खाने होइन भोलि खाने आज खाने होइन यो त्यो पनि खाना खाँदै रह्यो है त्यहाँ त्यहाँ नराख अब यो खोल्नै नपर्ने बना आफ्नो आफ्नो भाग कटौरा राख्ने हो अब यो खोल्नै होइन हाम्रो भाग यहीँ राखेर बाँधे हुन्न अब किन खोलेको खोले अर्नी र सीताको भाग राख्दैछु भयो मलाई सीता र भिनाजुले सीताको भाग हो भिनाजुको भाग हो दिदीले भिनाजुले मोबाइल ल्याइदिएछु होर माया भनेर छुट्याउनु लाखा म त प्याक राम्छ यार त लाप्से यहीँ नराख के भोलि खाना हुन्छ भने चाहिँ कस्तो छुट्टै कटौरा राख बिग्रिन्न यो खोलेको खोले गर्दा यो बिग्रिन्छ के गुलियो चिज हाम्रो आमाले जति खाने अगाउन्नन् कहिल्यै जिन्दगी अगाउन्नन् यो नि त्यस्तै हो फेरि मलाई फेरि मतमतान्छ बाबालाई नि मतमतान्छ धेरै खान त सक्दैन यसरी बान्ने यसरी हाल यसो ग्यास जाने ठाउँ नबनाउने हो कि आज खान सक्यो भोलि पाइएन यो खजुरी हो खजुरी अनि अर्कै खजुरी अनि बिस्कुट जस्तो करम करम हुन्छ अब पेडा हो रे खजुरी हो खाइयो हामीले दामी मिठो हुन्छ रे भाइ त महँगो हुन्छ रे डब्बामा त्यसमा फेरि त कसले किनेको थियो मैले पनि खाएँ काजु अनि तरुल नट्सहरू हालेको हुन्छ रे के त्यसमा त्यो खजुरी म त बिस्कुट जस्तै यस्तो नि के किनेको होला नि कसले थाहा पाएको तर यहीँ राख्दैन सबै सीताको भाग यो खोल्दैन खोले भयो सीता आसी नै खोले हुन्छ यो के होला अब त्यो पनि त्यही हो क्या ललिपपै हो यो नि ल गाइजहरू यो कतिवटा खाने 1 2 3 4 5 6 7 8वटा माडा राखिदिने हो र मिठो छैन खोइ यो कन्टाले भाग चाहियो नि छुर्पी पुरै खाने रे बाबा र मलाई त्यसो तिमीले खान्नौ खाएर चाहिँ गर जस्तो भने खान्छौँ हामी माडा राखिदिउँ एउटा राख्दैन माडा यो माडा पिरो खाएर त्यो तिमी खाने हाल्दै गुली भएर यो चाहिँ भन्ने परेन यो चाहिँ त म यहीँ आसे हाम्रा अब त आसे हाम्रा माडा यो माडा दुईटा थियो कसले माडा मात्र बोकेर ल्याउने केटा मान्छेले केटीले त बरु माडा खान्थ्यो मैले मान्छे पसले माडाको यहीँ जुठो हालेको साइले ला गाइजहरू यस्तो रहेछ के माडाखेरि केमा पकाएको अरे अब छुर्पी केमा पकाएको चियामा डुबाएको अरे यस्तो खै के हो चियामा डुबाएको कि दुध डुबाएको कि यस्तो रातो त रातो त यस्तो त हुन्थेन के अरे अब हेरमै खै गाडीहरु जोक्दाखेरि छुर्पी भन्छन् बङ्गुरको मासु जस्तो नि छ बाबाको भागला सबै यस्तो हेरेर ल्याउने होइन नि अब छुर्पी भनेको त कहाँ यस्तो हुन्छ त नि यस्तो हुँदो रहेछ भित्र छ्या खाँदा त मिठै खायो अरे ठुच्च गनाएको सुरुमा नबोला जुठो खाइन अहिले जुठो जुठो त जुठो हेर न खाइसो सबै खाऊ जुठो के गएर यहाँ तान्दै खाँदै गरेको अनि तिमीले चाट्ने पनि भयो दुईवटा राखियो नत्र त्यो पुरै खाइदियो गाली के हुन्थ्यो इलामा यस्तो पाइदो रहेछ है तर चियापत्ती बारे यहाँ कहाँ त त्यस्तो पाइयो चियापत्ती लिएर आएको त देखाउन चियापत्ती ले त भित्र चुइकाम जस्तो कि इलेटर जस्तो भयो यो भित्र त फाटेको कस्तो जा अन्डा सामान कहाँ अरू छैन अरू खान लुका खायो जस्तो ला यो त बेसी पिरो त भाइ लाग्थै यो होइन बिरो
त्यो बाहिरको हो भित्रको यो पुरी खाउने त्यो लास्टको मारा खान्छ गरे सुत्नेलाई खायो भने चाहिँ पिरो छ भएको एउटा त्यो बाँडम न एक घन्टा डल्लो हम कुन यो पिरो खा खान्छी के भयो खाने हो नि गुडिया खासी दुई हाल्यो हाली खाइन अब कसरी बाँध्ने हो मलाई आधा दे बाबालाई आधा दे यो खानको भाउजू 3 दिन भएको रे भोलि 3 दिन हुन्छ रे भोलि दिन अरे लगाइ त माडाको पालो आयो हाम्रो पिरो पिरो खा गाई चाहिँ मेरो भएको त नचाट ले एउटा डल्लो मेरो तँले खाएको सी हो मलाई थाहा छैन र खोले खास त्यहाँ होइन अर्को मान्छे दिँदै खोलेको किन के खोलेको खान्छ भने ल यति मात्र खाउँदैन पिरो मम्मीले हातै खान्नन् यति मात्र खाऊ न ले मलाई तँले मेरो भएको परो त गुली भयो खाने यो त मेरो भएको यो जिरो खाइन्छ ल चाहिँ मेरो भागा पऱ्यो होइन चाहिँ मेरो भागा पिरो भाइ भाइ पिरो खानु नानी हो त आहा त बढी खान्छ त्यही भएर त्यस्तो भइन्छ रिसाको घुमहरू मम्मीलाई रुवाम्नाले आएले त्यस्तो पिरो खाने होइन अब बेच नहाल्नु नि यार क्यारी गर्न पिरो औषध चाहिन्छ कसले औषध ए आएको जिब्रो सबैले पिरो खान्छ नि त तेरो घाट छ मासु कतिचोटि खाऊ भन्छ अब यहाँ 3 थाक बेलुका बेलुका छ नि कति दिन तर मासु यति दिन्छ दिन्छ कस्तो कुराको त्यही हाम्रो सानो कतिवटा पिरो बनाएपछि कुखुराको त नि खसीको त खाना पाउँछ जस्तो नि पैसा त्यति पिरो भएन म आजभोलि त्यस्तो किन के भयो पिरै हुन्न ती केटीहरूले हान्टा धुरु धुरु रोकान म रोइन बिरामी हुन अरे बिरामी हुन पिरो नहुने नि केटा एक कुन्टा माडा अंश बन्डाएर न अब पिरो भयो म एक्लै हुँदा भोलि खान्छु क्या म वहाँ गएर ले न सीताले खान्न गरे यस्तो पिरो भिनाजुले खान दिनुहुन्न यस्तो अस्ति चटपट मैले खाएर फोटो देखाएको थिएँ अनि यस्तो यस्तो खानु न भिनाजुले त सुजी सुजी खाने मान्छेले यस्तो खानुहुन्छ गाली हार्नुहुन्छ अन्ति यो यहाँ किन कोसिस कमला लान्छ के हुन्छ र कमला लान्छ यो कोही जाडोको त पातल गर्नलाई बाबु के भएर यस्तो बोकाले खान्छ यसको जाडो त जाडो भयो भाइ दाँत नमाचेको कति दिन भयो भने त मेरो नि बुढो खेलेर गएको बेच्यो गा म दादा होइन पयालो लगो 2-3टा लिएर गएर खायो बाबा यो गाजो उयो ताजा हालेर खा यति पुरेस्ता ल्याएर खायो पुरस्कार त्यो नचाट अर्को दिन चाट्न हुन्छ झ्याउलाका बेला एकै दिन खाने होइन कि यस्तो यत्रो खासी भाउजू दिने पैसा तैँले ए भाउजूले भ्लग हेर्थिन् होला नि हो भाउजूलाई दिनु पर्यो नि फेरि पैसा दिने अरे लगाइजहरू पोको पारो फेरि मलाई एउटा भाग दे है माडा भोलि जाने हो भयो जा ए खाना बसिगयो यही खाना आँक्यौँ कि आज मङ्गलबार आँकी शनिबार गएको मान्छे मम्मीले भित्र सुत्न दिन्छु कि दिन्न शनिबार आइ कोही छ भने लिन आऊ है कोही छ भने लिन ल हरामा त के हुन्न अनि सुत्न हुन्न कहाँ हुन्छ उठेर नि कहिले मैले बोलाएको नि होइन नआइज भनेको नि होइन
अचम्म यहाँ थिएँ फोडी चाहिँ हात कति फोड्थ्यो भनेपछि जरा आएको छ्या भन्नाले त्यो चाहिँ मेन पर्ने देख्न थियो ल हेर्नु राम्रो छ हेर्नु यो ठुलो जानकी मन्दिर सीता र उसको के भएको रे यहाँ सीता र रामको होइन हो क्या कुन ठाउँमा हो यो ठाउँमा क्या बाबी जनकपुर हो क्या फोरै फोर खारे है कस्तो खाँदैन अनि यो रामानन्द प्रवेशद्वार जनक मन्दिर यो जनक सुनिना मन्दिर अरे सुनैना मन्दिर यो श्री लक्ष्मण मन्दिर यो राजा देवी मन्दिर अनि यो सिंहमहल शीश महल अरे यहाँ सबै ठाउँका हो जानकी मन्दिर कस्तो नहुन्छ यो त यी बाबा हेर्नु त ल हेर्नु यो जनकपुरको मन्दिर यो ठुलो यो त्यो टर्नै ल्याएन एक्लै त बढी नै मजा लिनु भयो कि मोर चकेर भाइ नल्याउनु पनि भुलेर ल्याउनु आउने हुन्छ मजा लाग्यो त्यस्तो हुनु नि जान्छ फेरि अर्का लिएर आइन्छ भोलि फेरि पाइन्छ नि फुटो अब हाल्न चाहँदैन केटाहरूले त छेटै लान्छन् यिनीहरू ढिबे कहाँ हो कि त नबिया पाइन्छ अरे कहाँ हगेर मरु कसले हानेको त्यो दाले बसेको क्या मैले यहाँ नबिया पाइन्थ्यो अनि 100 पाइन्थ्यो किन 150 हाल्यो भने कसको यता रत्न चोकतिर ल्याइक्यौ अनि यतै थियो धोती कहाँ हान्थ्यो नि जुत्ता लिन यो प्याक है ठुलो भाडा पसल कहाँ तर यो सिलाइदिएको थियो यता उयो भएन म त हान्नै केरा त सुन्तला हान्छु केरा हान्न कुही हान्थ्यो गाह्रो छ गाह्रो साह्रै गाह्रो बाबुले भिडियो खिचालेपछि मैले भिडियो खिच्न बाध्य भएँ गाइजहरू लाखु आए लाखुले हो कि पर्देको हेन भनेर एक छत्तै राखु एक छत्तै त्यसलाई भेट्छु भाजिहाल्छ ती जगाडा हिँड्नु त लाखु आए लाखु होइन तन्नेरी गर्न पर्यो काम यो परन सन्जेली ल
अरे गान चालू त जाई गान उले छोक्केलाई अलि ओके उता गर हुआ अनि कान्छीले सक्दैन यो लुरीले आमा करामची आलु त जाओ है आलु त जा म छट्ट पात ओ जानी बा लगा अन्त नजर है यहाँ त यहाँ नजर ओ वाह नंगो माया छ जरो यो गाईहरू लाहुले वहाँ टुस गुल्टा खाऊ यो लाहुको काम हो देउरल सारा हो ऊ त चौतारा हो ऊ त्यो हाम्रो स्कुल होस्टेल हामीले यति उठायौँ गाईहरू यति बाबाले लानुभयो गाईहरू हामीले कति सक्यौँ भन्दा तल्लो गएर चाहिँ सकिसक्यौँ अब चाहिँ हाम्रो घर यो घरको यो सबै उठाउन मम्मी उहाँ हुनुहुन्छ मैले यो घर सर्क उठाउँछु अनि यस्तरी सुक्खा खानको दिनुहुन्छ यस्तरी सुक्खा खान यो धान काट्ने बेला चाहिँ म थिइनँ किन भन्दा म पोखरा थिएँ अनि म आज बल्ल यो धान उठाउन लेखेर चाहिँ मलाई नै दुःख लेखेछ अब के गर्ने गाह्रो छ गाईहरू गाह्रो छ ल म उठाउँछु है अब गाईमा चाहिँ घर आएँ कि सुन्तला स्याउ हो अनि यो घाममा चाहिँ खाम भनेर अनि उठाउने मान्छे मम्मी र मैले चाहिँ उठाइदिएँ बाबाले चाहिँ बोक्नु भयो है कहिलेकाहीँ त विरक्त लाग्छ यार जिन्दगी देखेर है सबैलाई त्यस्तै होला कि हुन त यो बेलै त्यस्तो भएर नि होला अचम्म खायो है मान्छेहरू देख्दैन अचम्म लाग्छ मलाई अब मैले केही स्याड स्ट्याटसहरू टिकटकमा अनि फेसबुकमा युट्युबमा हालेँ भने चाहिँ मान्छे मायामा धोका खाएर मायामा पागल भएर यस्ता यस्ता कुरा बोल्छन् कि अचम्म लाग्छ कि है जिन्दगीमा मायामा मात्र धोका खाएर त्यस्तो क्याप्सनहरू स्ट्याटसहरू लेखेर हाल्छन् त नि मान्छेहरूको सोच देखेर नि अनि मलाई अचम्म लाग्छ अन्त अब आफ्नो जति सोच्न सक्यो त्यही क्षमताअनुसार बोलेका हुन्छन् हुन त होइन हामीले भन्ने कुरा त केही भएन उसको दिमागले त्यति सोच्न भ्यायो त्यही हो अब हामीले भनेर हुने कुरा त होइन त्यही पनि अब बाबुआमाको उमेर ढल्किसक्यो है जिन्दगीमा केही आएर नसक्दा पनि विरक्त लाग्दो रहेछ कि यस्तो हुँदो रहेछ नि आँसु समेल्नै नसकिँदो रहेछ कि अचम्म पर्छु यार म पहिला त यस्तो कन्ट्रोल हुन्थ्यो नि आजभोलि त गरममा गयो जहाँ गयो त्यहीँ बाबुआमाको अगाडि त रुन भन आँसु खसाल्न भन त्यसै पिर मान्छन् है सोचे जस्तो जिन्दगी चाहिँ नहुँदो रहेछ हुन त बिस्तारै होला हुन त टाइम छ हाम्रो त टाइम छैन बाबाआमाको त टाइम छैन नि त अब धेरै वर्ष होइन जे भए पनि बुढेसकाल लागिसक्यो हाम्रो प्रगति भइन्जेलसम्म नि खै के हो जस्तो लाग्दो रहेछ कि अनि त्यस्तो लास्टै गाह्रो हुँदो रहेछ सबैलाई त्यस्तो होला है गाह्रो छ नि जिन्दगी गाह्रो छ गाईहरू अनि जति चाहिँ भए पनि अब आफ्नो आफ्नो सोच हो है अब जति चाहिँ भए पनि घर यस्तो व्यवहारहरू अरू कुरा अनि टेन्सन हुन्छ नि त जति कुरा पनि गाह्रो समस्या परेको कुराहरू चाहिँ बढी भाइलाई थाहा नहोस् अनि बढी त्यसले मतलब नगरोस् महत्त्व नदियोस् भन्ने सोच आउँछ कि मेरो दिमागमा चाहिँ त्यस्तो सोच आउँछ जति दुःख परे पनि यताउति मैले आराम परोस् त्यसलाई चाहिँ त्यस्तो केही नहोस् बिन्दास तरिकाले आनन्द तरिकाले पढोस् भन्ने सोच आउँछ मलाई चाहिँ अब सब अरू कोहीको त सबैले थाहा पाओस् भाइ बहिनीलाई थाहा होस् अनि यस्तो छ उस्तो छ भन्ने हुन्छ नि तर मलाई चाहिँ अब आफूभन्दा मुनिको त्यो भाइलाई चाहिँ केही पनि थाहा नहोस् जयसुकै होस् घर जे भए पनि यताउति केही कुरा पनि नराम्रो दुःख सुखको हुन्छ नि त गाह्रो अप्ठ्यारो त्यस्तो चाहिँ भाइलाई थाहा नहोस् वास्तै नहोस् पढाइतिर मात्र फोकस होस् भन्छु मैले अब भाइ त्यस्तै खाके भन्ने कलर चाहिँ घमण्डी हो अब हुन त बेलै यस्तो भएर नि होला तर सोचे यस्तो जिन्दगी छैन गाह्रो जस्तै गाह्रो हुँदो रहेछ यो बेला गाइजहरू ल एउटा बाबालाई मम्मीलाई मलाई बाबालाई मम्मीलाई मलाई हो
सुन्तला त चाउच हाँदै आएका त्यो केटाहरूमा त भाइ आएर चाहिँ क्या भने कि के होला है हाम्रो भाइ त्यस्तै यस्तो लाग्यो भने हुन्छ है त्यो त्यस्तो गर्ने क्या रे हान र पढ्न जान्ने हन् तिनीहरू खाइ ल गुलियो खायो त ट्याङ्क पानी हाले जस्तो खा के है यहाँ ये क्या हो अझै एउटा सुन्तला अझै एउटा सुन्तला त्यहाँ घर एउटा मैले दुईवटा खाएँ अब त्यहाँ दुईवटा खाएँ 4-5वटा कान्छे पुग्यो भने देखाउँ त किमा सोचेर कलम सन्क्यो किमा सोचेर पुगेको भने बरु यतै बङ्गुरा दिन्छु कसै दुःख पाण्डा दिन्छु भन्छ बङ्गु पानी दिनलाई पैसा दियो भने किमा सोचेर दिएर नमानेर दिएर खाना पुगेकोले राखेर गरिहाल्छु भन्छ कहिले काहीँ त्यस्तो दिथिनु भयो पल्ल्याउने दुई खाइपुगेन मैले भुलेर पनि जान्थेँ एउटा कलम र त्यो ठुला बसेर कलम त झोला हालेर लान आएँ खालि भुल्यो भने यो दिनको यो मेरो त्यस्तो ढाका लाएर आउनु खर्च पारेर घर आउने कस्तो जमे कपालै जमेछ बिजुली काट्यो तिरेको यहाँ खानु अनि दिन पार्न त नि भागुले ल्याएको होइन मागेको अनि तिमीले चासो राख्ने हो नि डाँडामाथि पुगे घाम गाइजहरू डाँडामाथि पुगे टक्का मुहाभरि घाम परिछ कालो हुन्छु अब मम्मी यतै गाइजहरू सिकिस्तै भएको अवस्था यस्ता रसदार बेजती हस्पिटल लगाएर त हल्ला पर्छ गाइजहरू घडीको सुई चले 12 कक्षाका केटाहरू त पौडी खेल्न आएका त मोटो चिन्छ ठुलो मोटो अनि म त तारा त्यसकै अनि कि गाइजहरू सिकिस्त भएको अवस्था हिजो मजाले भयो बारको खाएको के खाएको भन्ने कुरा म भ्लग हाल्छु गाइजहरू त्यो खाएको आज निस्किन्छ मम्मीले 2 किलो सुन्तला ल्याइछिन् त्यो सबै मैले खान पाएँ ल गाइजहरू ल औषधि लिएर आएको यो राति खानिरहेछ होइन आइरन छ कि यस्तो त हामीले खाने यस्तो आइरन छ कि के यस्तो दिन मलाई मनै पर्दैन कि सिटामोल अरे यस्तो
यस्तो हेल्पस त कामै छैन क्या तर चाहिँ खाना पछि 3 चोटि र चाहिँ अहिले खाइजा एउटा डेट हेर्न पर्यो डेट प्यारासिटामल खोइ हेर त डेट एक्सपायर डेट 08/2026 मा रहेछ अनि 6/09/2024 डेटको होइन छ डेट हेलो गाइज थ्याङ्क यू सो मच फुल वाचिङको लागि हजुरहरूलाई अनि सबैजनालाई धन्यवाद अब दुईटै इङ्ग्लिसमा पनि भन्नु पर्यो नेपालीमा पनि भन्नु पर्यो अनि हाम्रो बिरालोले त पासुके आची गरिदिन्छ आजभोलि दिक्क बनाउँछ अनि हामी चाहिँ दिउँसो धान लगायौँ बाबा चाहिँ अझै धान लगाउँदै हुनुहुन्छ मम्मी चाहिँ भैँसी दुहुन जानुभयो अनि दुईवटा भैँसी छन् के अरे कस भाइ चाहिँ बिराम भयो भनेर नाटक पारो किन भन्दा चाहिँ उयो उता गएर काम गर्नुपर्छ भनेर बाबालाई सहयोग गर्नुपर्छ बिटा बोक्दिन पर्छ भनेर यति नाटक पारो मैले तातो पानी तताएर दिएपछि 2टा बिस्कुट 1 कप चिया त्यस्तो खान सक्ने मान्छेले काम गर्न सक्दैन भन्ने कुरो चाहिँ हुँदैन हाम्रो भाइ चाहिँ काम गर्नुपर्छ भनेपछि यस्तो अल्छी ह लास्टै अल्छी है ला शरम छैन गाइजहरू अनि त्यही हो के कस्तो लाग्छ ब्लग चाहिँ सबैजनाले मन पराइदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला के बाबु खोइ एउटै हो के कलर त यति के गाढा हुन्छ कि फुक्का भएको एउटै हो नि गाढा हो गाली यो होइन बेबी आउँछ अनि त्यही हो गाइजहरू अब भ्लग हेरिदिनु होला है अनि धेरै पछि म अहिले चाहिँ भ्लग हाल्दैछु अनि मेरो टिकटक आइडी पनि गयो अनि के भन्ने र अब अनि गाइस खै खाएन मम्मीले लिएर गएको सुन्तला त कति खायो बिराम भयो त मजाले खान पाइन्छ गाइजर भरबाट गएर आउँदाखेरि त्यसले के खानेकुरा लिएर आएको थियो म हजुरहरूलाई भ्लग हाल्छु त्यो सबै खाएको के त्यही भएर बिरामी भएको हो त मैले ए बिरालोले के गरे गाइजहरू त टोयलेटतिर गएको होला गयो अनि यस्तो जाडमा पनि त्यस्तो कपडा लाएर बस्यो अनि कुकुर अब मेरो काम के छ भने कुकुर बान्ना छ भित्र ल्याएर थुन्न आइज सुरी कुकुर थुन्न पर्यो भाँडा मान्दा पर्यो जुठेल्ला भोरी भाँडा छन् अनि भात तरकारी पकाउनै पर्यो खानै पर्यो होइन आफूले खान्न भनेर नि भन अनि हाम्रो अनि बाहिरको बत्ती बालेर हुन्छ भाँडा चाहिँ यति छन् के गाइजरी देख्न सक्नुहुन्छ भाँडा यति धेरै छन् नि म बत्ती बाल्छु ल अब बत्ती बालेपछि ढोग्ने चलन छ होइन माया गर्नु होला बाबु त बाख्रा लिएर आइज है त अहिले आहा टोल ठेकेर हान्न नपरोस् गाइजहरू त निस्कियो मार्न आइपनले यस्तो जाँदा त्यस्तो टी सर्ट लाएर बस्छ गाइजहरू ल त्यही हो बाई बाई यस्तो यस्तो कोकोला पर्छ है अब फिङ्गर प्रिन्ट राखेको फेस लक रहेछ माया गर्नु ल खुल्दैन त फेस लक हाँस त अब यता हाँस त ए यही हो कि यही हो खुल त यसो आएको अब बिराम भएर सुती छ अनि यहाँ चाहियो यसो खोल्दैन मोबाइल अर्जेन्ट चाहियो यहाँ छिटो सिम चाहियो कि बाबु सिम चाहियो कि मोबाइलको प्याटर खोल्दै त यो मोबाइल देख्दा नि मलाई रिस उठ्यो कि आफ्नै मान्छेलाई चिनेन क्या आँखा चिम्रेसी छिटो खोल्दैन मै हो हुँदैन त बा हो ल दुईटै आँखा देखाइछु त त्यति अर्दा नि माने नि यो फिङ्गर प्रिन्ट ल खोल्दैन सिम चाहियो कि ए यहाँ प्याटर खोल्दै त 2 मिनट एउटा मेसेज गर्नु पर्यो अर्जेन्ट पर्यो दाइ 2 तला गाइस 2 तलाको सिँढी हिजोको यही हो क्या माया गर्नु ल ए मेरी आमा चप्पल खोलियो तँलाई चिन्दै रहन्छ तेरो मोबाइलले अनि हामीले चिनेको हुन्छ राति यस्तो दिउँसो होस् यो मोबाइलको के काम हाम्रो घर पाक्दैछ यस्तो यस्तो कुरो पाक्दैछ यस्तो यस्तो पाक्दैछ यता माडा छ यता यो छ होइन त्यो माछा झान्ने लिएर भयो अब निर्वाह भयो खाना मन लाग्यो भने आउनुहोस्
गाइजहरु हाम्रो तिहारको भाग हो यो फेरि के गाइजहरु हजुरहरु यसरी पोल्दै हुनुहुन्छ अनि यस्तोमा हेरी यस्तो भित्र तेल रहेको हुँदो रहेछ अनि यस्तो रानी त टालो मागेर चाहिँ छाती जगाएर नजानेर होइन कि मम्मी कसले भन्छ नजानेर सबैको बुद्धि यस्तै हुन्छ हेर बिल्ला हार्ने त ढङ्ग नभएको बिल्ला हार्ने सचेतनाको लागि ल कस्तो ठिम्रे कानमा पनि त नसुकाएर रहेछ यस्तो भएको त ए ओसिसकेछन् के गाइजहरु यस्तो तेल हुन्छ अनि हामीले यो खान्छौँ तर बिरामी चाहिँ हुन्छौँ कि हामी यो खान्छ होइन तेल हुन्छ नि त भन मम्मी त्यस्तो धेरै तेल हाल्ने है ओहो सिधा हुनको लागि हाम्रो अझै कराई चाक्रो चाहिन्छ क्या मम्मी कि त हिसाबको तेल चाहिँ भयो भने चाहिँ चाक्रो खुसी सबै सम्हालिलानु ल गाइजहरु हामीले यत्रो प्लास्टिकमा अब राख्छौँ हैन मम्मी तातो होइन यो तेल चाहिँ यस्तो फालेर राख्नु पर्यो हामीलाई असर हाल्छ नि त यसो यसो हारिदिउँ क्या त्यही भएर होइन फुरिएको खान्छौँ न फुरिएको फालिदिन्छौँ यो बिच बिचको कुनै पनि फुरियो होइन त उस भएर यो डोको हो गाइजहरु डोको भाइको बेस्ट हो अहिले देख्यो भने यसले खान्छ भन्ने नै होइन खसे अरे अब क्यारम त मैले यो हालिदिनु सबै हाल्न मिलेन फेरि डोको यस्तो यस्तो कसले बनायो होला धोतीहरूले होला नि बल्छी धुर्बेर लिएर हिँड्छ नि यो एक लिटर तेल खायो यसले 1 लिटर र आधा लिटर 100 रुपियाँ 130 रुपियाँ मम्मी धेरै बनायौँ नि गाइजहरु हामीले यति धेरै बनायौँ नि यो भाइले भोलि देख्यो भने चिरिप पार्छ चिरिप हो ढङ्ग नभएका मान्छेले पगाल्छन् हामीले त पगाल्नु पर्छ भन तातो हतौ तातो हतौ तातो हौ तातो हौ पग्लिन्छ क्या भाडो बर्बाद हुन्छ पग्लिए त पग्लिन्छ कि जस्तो लाग्यो तरकारी पनि पाकिसक्यो त गाइजहरु मैले यत्रो पोको बनाएर राखेँ मम्मीले र मैले यत्रो हो अब शनिबार रहन्छ कि रहन्न थाहा हुन्छ भोलि जाने जान्छु म ठुलो हो कि होइन पोको त 10 किलो जति आँट्छ कि 7-8 किलो आँट्छ होइन यसमा चक्कर ठुलो हो नि त यो